साथै हो ल साथीहरू स्किममा थोरै अलिकति यता अब हामी यहाँबाट हिँड्न लागेको तपाईँहरूलाई म चाहिँ बच भएको गाउँहरू सबै देखाउँछु सबै घर छोडेर गयो भन्ला नि फेरि भन्न चाहिँ मेरो घरको सबै पाटहरू देखाउँछु होइन घरको पछाडि यस्तो छ घरसम्म ठ्याक्कै हिमालय त्यो हिमालय रिसोर्टको ठ्याक्कै आराम हो कि तपाईँहरूलाई थाहा छ होला नि हिमालय रिसोर्ट कस्तो छ भनेर त्यही हो मेरो हातै देखिँदो रहेछ क्या हामी सबैजना हिँडिसकेका छौँ दस उल्टो हो क्यामेरा पनि भयो ओ डल्लै ओके क्यामेरा उल्टो हो कि कसै मेरो हात उल्टो हो भने कुकुर नि जान्छ हाम्रो साथ टाढाबाट हेर्दा ठ्याक्कै छ कि हाँडेको होइन पापा हो हो भयो हेरेर बस्छ नि खास यसरी खिच्नु पर्ने हो कि कसम यार हिँडेर सेर्छ नि हिँड्छ नि यार खोइ कहाँ गयो खोइ हेलो गाइज देखो न गाइज ल गाइज ल यिनी चाहिँ त्यहाँबाट भागिरहेछ नि यता पछाडिबाट यो अगाडिबाट अलिकति हात अलि यस्तो ठडाउनु पर्ने रहेछ कि यताबाट चाहिँ बेङ्गस्थलको भ्यूहरू अलिअलि देखिन्छ उसले गर्दा त त्यसरी देखिँदैन यिनीहरू नि कति एउटा अच्छा बन्न लाग्छ
यता पह पह कहाँ एक्लै हिँडेको एक्लै हिँड्नुहुन्न क्या ल हिँड न मलाई हिँड ए छोड छोड यही हो त नि के छैन क्या यता उता कुकुर यो चाहिँ तपाईँहरूको कोठो है यो जस्तै पूजा गर्दाखेरि यहाँ त तपाईँको के भन्छ अरे यो राँगो काट्ने भैँसी काट्नेहरू त्यस्तै राँगो काट्छ तपाईँहरूलाई म उसको भ्यू देखाउन गइरहेको छु लास्टै ढिलो आउँदो रहेछ तिमीले त अल्छीको ड्या गरे मान्छे रहेछ यहाँ त पानी भित्र चाहिँ पसिसकेछ नि ए अब कता कता गरेर उभिन्छ जस्तो नि ल खिचु ल कति नराम्रो आएको अनुहार पनि त्यो फरक यतातिर फर्केर पाम न यसले पारिदियो पारिदियो काँटो हो र अब हामी ल फोटो खिच्नु नि त ल कोही उभियो त्यहाँ गएर उयो यस्तो गरेर जम्मा यतापट्टि हेर्छु ठर उभि त ल त्यो कुकुर नि भुगा भुगा हान्दै हान्दै यो चाहिँ हाम्रो यो यता यो धारा पानी के कोल्ड ड्रिङ्क खोलाको ट्याङ्कीबाट चाहिँ यस्तो भ्यू देखाउँछ देखिन्न अलिकति यो त रिसोर्ट चाहिँ कुन चाहिँ रहेछ यत्रो वर्ष बसिहाल्छ थाहा भएन कि यहाँ रहेछ अनि यो चाहिँ यता चाहिँ मन्दिर छ रोपकोटको डाँडै छैन कति नराम्रो क्या ठिकै गर्नु लिएर बस्नुहुन्न क्या आइज जाम